हेलो गाइज, वेलकम माई युट्युब च्यानल। आज चाहिँ म टक्कसँग ब्याङ्कतिर गइरहेको छु होइन। ब्याङ्कमा जानु पनि होइन, यो पैसा देखिराख्नु छ नि पुरा, यसमा चाहिँ पुरा 10,000 छ। म यसलाई चाहिँ पुरै 5-5मा कन्भर्ट गरेर चेन्ज गरेर टक्क इन्स्टिट्युटमा तिर्नको लागि जाँदैछु। तर ब्याङ्कले 10,000 को 5-5 को चेन्ज दिन्छ कि नै भन्ने कुरा हो। 5 को दिएन भने 10 को मागिन्छ, 10 को दिएन भने 20 को मागिन्छ। म चाहिँ हिँडेको होइन, अब टक्कसँग म चाहिँ ब्याङ्क हिँडिरहेको छु। हामी चाहिँ ठ्याक्कै एनएसी पुगिसक्यो होइन। अब हामी चाहिँ एनएसीमा गइरहेछौँ, दिन्छ कि दिन्न है त। अब हामी यहाँदेखि टक्कसँग होइन एनएसीमा गइरहेछौँ। एनएसी ब्याङ्कमा 10,000 को छुट्टा दिनको लागि, त्यो पनि 5-5 को। फाइनल्ली हामी एनएसीबाट निस्किसकेका छौँ, तर एनएसीमा चाहिँ पैसै छैन गाइज। 10 को पनि मिलेन, 20 को पनि मिलेन, 5 को त झनै मिल्दैन। हेरौँ अर्को ब्याङ्क ब्रान्ड छ सिद्धार्थमा। हेलो गाइजहरू, टक्कसँग होइन अब मैले चाहिँ 10,000 कै नभए पनि 8,500 को चाहिँ पुरै ट्रेन लिएर आएको छ न। हेर्नु यो पुरै हेर्नु, यसभित्र पुरै पैसा छ होइन। यस्तो प्र्याङ्क गर्न गइरहेको छु, के हुन्छ है त। इन्स्टिट्युटमा गएर पैसा चाहिँ काउन्ट गर्न सक्छ कि नै। टक्क अब म चाहिँ फेरि रुममा गइरहेको छु। रुममा गएर यसलाई पनि अझ मिलाउँछ होइन, छ्यासम्यास गराउँछु। इन्स्टिट्युटमा गन्नको लागि कति आपत पर्ने रहेछ है। 10,000 लगेर गएको थिएँ, 10,000मा चाहिँ यतिको चाहिँ मिलेन होइन। त्यही पनि पूजाको लागि भनेर चाहिँ मागेको, नत्र दिइरहेको थिएन। अब हेर्ने पैसा चाहिँ ल हेर्नु, 5-5 को नमिलेर 5 को चाहिँ यति मिल्यो। त्यही पनि 10 को मिलाएर चाहिँ यति पाइयो। जस ब्याङ्क नै खाली गरिदियो छुट्टा पैसाको लागि त। अब हेरौँ, सरले च्यालेन्ज गरिरहेको थियो कि पैसा दे सारा गर्न सक्छ कि नै। अब यति पैसा कलेक्सन गरिरहेको छु, मेसिन ल्याउनु पर्यो न ब्याङ्कको। Peace of mind is all I need to give peace to all of my family. I can't go back to you, my friend. Don't even ask, don't play pretend. You think you are everything I need, but I gotta leave. यहाँ चाहिँ केटाहरूले चाहिँ टक्करसँग होइन पैसा छ्यासम्यास मिसाइरहेका छन् है। टक्करसँग हेर्ने पुरै 10 को 5 को छ्यासम्यास बनाइदिएका। अब हेर्नु त्यो स्टाफको के हुन्छ, यो पैसा त म त गर्न सक्ने वाला छैन है। म त यार 500 को छुट्टा गर्न नसक्ने मान्छे यार। यत्रो गरेपछि त त्यो स्टाफले के गर्नु। अब हामी चाहिँ इन्स्टिट्युट जान लागेको। टक्करसँग हामी चाहिँ सिडी चढिरहेका छौँ होइन इन्स्टिट्युटको। मस्तसँग टक्करसँग कुरासुरा गरिसकेपछि होइन पैसा दिनलाई पैसा मागिसकेपछि पैसा चाहिँ झोलाबाट निकालिरहेका छौँ, पैसा दिइरहेछौँ होइन। उहाँहरूलाई पनि 10 को नोट चाहिरहेको रहेछ होइन, त्यही भएर खुसी हुनुभएको थियो। तर पछि होइन जब पैसाको नोटहरू छ्यासम्यास देख्नुभयो भने 5 को र 10 को मिक्सहरू छ्यासम्यास बनाएर राखेका थियौँ। त्यो देखिसकेपछि चाहिँ उहाँहरू पनि डराउनु भयो, थोरै डराउनु भएको थियो।
यतापट्टि चाहिँ दोस्रो काउन्टरमा पनि मस्तसँग गर्ने काम भइरहेको छ किनकि धेरै थियो नि त धेरै बिगारेर ल्याएका थियौँ उताको एक काउन्टर यता दुई काउन्टर दुईटै काउन्टरमा अनि प्लस एउटा मेरो साथीले पनि गएर 3-4 जनाले मस्तसँग पैसा चाहिँ मिलाइराख्नु भएको छैन टाइम चाहिँ धेरै लागिसक्यो त्यही पनि उहाँहरूले काउन्ट गरेर भन्नुभएको छैन भर्खरै नोटहरू छुट्याएर भन्नुभएको छ यता चाहिँ दोस्रो काउन्टर उता चाहिँ पहिलो काउन्टर होइन यता एकजना अर्को 3 जना 4 जना 5 जना लागेर मस्तसँग मान्छे थप्पै हुनुहुन्छ काउन्ट गर्ने तर पैसा दनादन गर्न सुरु भइरहेको छ होइन लास्टसँग उहाँले चाहिँ गर्न राख्नुभएको छ नारायणसँग बनिराख्नु भएको छ होइन एउटा नोट चाहिँ डन गरिसक्नुभयो बनिसक्नुभयो 2-3टा र थोरै बाँकी छ No, you left me lonely, I could tell them the whole story. It may take a couple hours, I've got time, let's get the chapter. How could I explain the situation? Man, it's so damn complicated. Where do I start, where do I end? I should go back to bed, I'm going back to all the basics. Teaching myself now, how do we race it? It's like मान्छे गन्दा होइन फेरि बिर्सिहाल्ने कति पुग्यो होइन मस्तसँग गन्दा आएको तर बिर्सिहाल्नु भएको यस्तै भयो भने धेरै छुट्टा भयो भने यता चाहिँ दोस्रो काउन्टरमा चाहिँ लगभग प्यान लगाइसक्नु भएको छ होइन उहाँलाई फेरि रिकाउन्ट गर्न दिनुभएको छ दोस्रो काउन्टरमा यता चाहिँ लगभग भइसक्न लाग्नु भयो अब लास्ट 2टा गड्डी मात्र बचेको छ उहाँको चाहिँ फाइनल लास्ट बजेको छैन लास्ट एक गड्डी बचेको छ यो काउन्ट गरिसकेपछि उहाँको चाहिँ लास्ट सकियो त्यसपछि हिसाब गर्न बाँकी रहन्छ कति हुन्छ उहाँले चाहिँ दुईटै काउन्ट गर्दा नि बिर्सिन लाग्नु भएन अनि उहाँले चाहिँ भनिदिनु भयो कि यो नोट चाहिँ यति छ ब्याङ्कबाट गएको होइन यस्तो मिसअप गरेको मात्रै भन्नुभयो उहाँले चाहिँ क्लु पनि दिइसक्नु भएको छ फेरि काउन्ट गर्दै हुनुहुन्छ control over my life, I want that driver's seat. Yeah, it's not you that I need. You push me down when I'm weak. You were never there for me. Go pick up your keys and leave. I can't go back to you, my friend. Don't even ask, don't play pretend. You think you're everything I need, but I gotta live. पैसा गनेर भ्याइसकेपछि गाइज अब चाहिँ दुवै काउन्टरको पैसा नै एकैठाउँ सङ्कलन गर्ने कुरा गर्दै हुनुहुन्छ यति धेरै पैसा थियो हेर्नु पुरै छुट्टै लगेर गएका थियौँ पुरै अब उहाँहरूले हामीलाई सायद बिर्सिनुहुन्न होला यति धेरै रुपियाँ लगेर गएको होइन छुट्टा सायद बेसिँदै बिर्सिनुहुन्न होला सम्झिराख्नुहुन्छ उहाँहरू भन्दै हुनुहुन्थ्यो कि अब आएपछि सिधै कतिको चेन्ज गरेर आउनु भएको छ भनेर सोध्छ भनेर भन्दै हुनुहुन्थ्यो अब पुरो पैसा काम गरेर सब भइसकेपछि अब चाहिँ हाम्रो एडमिसन भइसकेको छ उहाँहरू हाँस्दै हुनुहुन्छ हेर्दै